जय बुढी। व्यास बाजेले 18 पुराण लेखे, तर सबभन्दा जरुरी एउटा पुराण चाहिँ लेख्न भुसुक्कै बिर्सेछन्। वेद व्यासको युगमा बिर्सेको कुरो आज वेदनाशको युगमा तैले कसरी सम्झिस् भन्नुहोला। मलाई पनि हिजै मात्र आफ्नी बुढी आमाले झट्ट सम्झाइदिन्। साथै यस पुराणको महात्म्य पनि मैले उनैबाट दृष्टान्तसहित बुझ्ने मौका पाएकाले अरू पुराणको प्रारम्भमा शारदाय नमः भने जस्तै यस पुराणको सुरुमा म भन्दछु बुढी आमै नमः। परलोकका निम्ति होइन, यसै लोकका निम्ति नसुनी नहुने र परोपकार निमित्त होइन, आत्मोपकारका निमित्त नबुझी नहुने यो सार्वकालीन सर्वदेशीय र सर्वधर्मीय पुराणको नाम हो बुढी पुराण। बुढी विश्वकै सर्वोच्च देवी हुन्, जसलाई मान्छेले मात्र होइन देवाधिदेव महादेवले पनि मान्नु परेको थियो। हेरी ल्याएको खण्डमा कृष्ण हुन् कि क्राइस्ट हुन्, बुद्ध हुन् कि कन्फ्युसियस हुन्, सबै देवतात्माहरू बुढीबाट मर्त्यलोकमा अवरोहण गरेका हुन्। महर्षि हुन् कि मार्क्स हुन्, सन्त हुन् कि सात्रे हुन्, सबै दार्शनिकहरू बुढीमै निर्मित भएर देखा परेका हुन्। वाल्मिकी हुन् कि होमर हुन्, टाल्स्टाय हुन् कि टेगर हुन्, दाँते हुन् कि देवकोटा हुन्, सम हुन् कि सेक्सपियर हुन्, प्रत्येक कविको जन्म बुढीबाटै भएको। एलेक्जेन्डर हुन् कि चङ्गेज खाँ हुन्, लिङ्कन हुन् कि लेनिन हुन्, नेपोलियन हुन् कि जङ्गबहादुर हुन्, बिस्मार्क्स हुन् कि पृथ्वीनारायण शाह हुन्, सबै नेताहरूको उद्गमस्थल बुढी हो। त्यसैले बुढी जीवनकी निर्मात्री र विश्वकी अधिष्ठात्री हुन्, जसको पूजा आजा गर्नु प्राणी मात्रको प्रमुख कर्तव्य हो। बुढीको पूजा विधि देख्नलाई त्यति झन्झटिया छैन, किनभने हाम्रा अरू देवी देवीलाई जस्तो चन्दन अबिर सिन्दुर फुल इत्यादिको बुढी देवीलाई जरुरत छैन। उनलाई त केवल जल र नैवेद्य भए पुग्छ। तर जल र नैवेद्यका प्रकार र मात्राहरू चाहिँ विवेचना गर्न लाग्यो भने बुढी पूजा जस्तो अप्ठ्यारो न भीमसेन पूजा हुन्छ न भगवती पूजा। जल मात्र कति थरी चाहिन्छ, कति थरी, चिसो, तातो, सेतो, रातो, चिल्लो, खल्लो, नुनिलो, गुलियो, अमिलो, धमिलो इत्यादि। अझ नैवेद्य त के, कति र कस्तो भनी बयान गरेर साध्य छैन। त्यसकारण यसबारे पुरा जान्ने इच्छा छ भने बरु कुनै नैवेद्य विशेषज्ञले लेखेको बुढी पूजा पद्धति पढ्नुहोला, अथवा कुनै बुढीवालकी बुढीसित सोध्नु भए पनि हुन्छ। यो पुराणमा त यति मात्र जनाइन्छ कि बुढी देवीलाई नैवेद्य चाहिन्छ। नैवेद्यको अभावमा वा कमीमा, नैवेद्यको हेलचक्राइमा वा लापरवाहीमा बुढी रिसाइहाल्छिन् र शङ्कर रिसाउँदा संसार संहार हुन्छ भनी व्यास बाजे भन्थे भने शङ्करको पनि साक्खै आमा पर्ने महात्मा बुढी रिसाउँदा के होला के नहोला आफै कल्पना गर्न सक्नुहुन्छ। विश्वामित्र जस्ता नैष्ठिकलाई कुकुरको मासु कोच्याएको कुरादेखि लिएर विश्वका कैयौँ नेता र जेताको जुगमा क्रान्तिको आगो सल्काउँदै बुढी देवीले मचाएका घम्साघम्सी र ध्वंसाध्वंसी कस्तो थाहा छैन र। यसैले ज्ञान जति गढे पनि, विज्ञानमा जति बढे पनि, विद्या जति पढे पनि, बुद्धि जति बढे पनि आखिर सबै चुलिँदै गाई ओम बन्छ भनी ऋषिहरू भन्थे। तर मलाई लाग्छ त्यो एउटा अक्षर ओम होइन, आ भन्छ। यसकारण प्रत्येक बिहानै कुखुरी कागको साथै प्रत्येक घरका केटाकेटीहरू मुख बहाइहाल्छन्, आ। अनि रातो तातो जल र मिठो पिठो जे जति पाइन्छ नैवेद्य चढाउँदै बुढी पूजाको कार्यक्रम सुरु गर्नुपर्छ। घरमा होस् कि होटेलमा होस्, ब्यारेकमा होस् कि होस्टेलमा होस्, ट्रेनमा होस् कि प्लेनमा होस्, बाटैमा होस् वा घाटैमा होस्, आखिर जहाँ भए पनि हातमुख जोड्दै सम्झनुपर्छ। नमो दैव पेट दैव सर्वदैव तथैव च आन्द्रा आन्द्री समेताय बुढी दैव नमो नमः। बुढी पूजाको यस कार्यक्रममा अलिकति बाधा पर्यो भने आफ्नो बुढी रिसाउनुभन्दा पहिले घरकी बुढी रिसाउँछिन् र घुर्किलाउँछिन्। तपाईँको त सिङ्गल बुढी त हो नि, नभन्दै उनको बुढी साह्रै चमत्कारिक हुन्छ। आखिर गनेर ल्याउँदा बुढाबुढीदेखि लिएर भुराभुरीसम्मका सिङ्गा बुढी र बुढीको बुढीभित्रको बुढी समेत जोडी प्रत्येक घरमा सालाखाला 7.5 भन्दा कम बुढी पाइन मुस्किल छ। अनि कतिको बुढी पूजा कतिपल्ट गर्ने। त्यसैले कोही कोही गुनासो गर्छन्, बुढी पूजाको झन्झट नहुँदो हो त म के किन गर्थे। हो पनि, मान्छेलाई त्यो झन्झट नपरेको भए ऊ सत्यवादी हुन्थ्यो, सदाचारी हुन्थ्यो। अणुबम बनाउने खर्चले समुद्र पुर्थ्यो, आकाश उतार्थ्यो। तर मलाई लाग्छ यी केवल धाकै मात्र हुन्।
भुडी नभएको भए मान्छे सुत्थ्यो, कुम्भकर्ण सुतेझै। अनि जङ्गलै रहन्थ्यो, मान्छे जङ्गलभित्रै हुन्थ्यो। सबैलाई थाहै छ भुडी स्वयं परमेश्वरी भएकाले प्रत्येक प्राणीमा उनको अंश नभएको हुँदैन। अर्को शब्दमा प्रत्येक व्यक्ति भुडीको एक अवतार हो। उसित सानो होस् या ठुलो होस्, एउटा भुडी हुन्छ। त्यसैले मान्छे उखान गर्छन्, जहाँ जान लागे पनि भुडी सँगसँगै जान्छ। नभन्दै गोसाई स्थान जाने जात्रु हुन् वा अन्तरिक्षका यात्रु हुन्, सबैले सबभन्दा पहिले भुडी जोहो गर्नै पर्छ। कोही राष्ट्रसङ्घीय काममा लागेको होस् वा कोही मल सोहोर्ने लागेको होस्, मुख्यतः सबैलाई भुडी पूजाले नै प्रेरित गरिरहेको हुन्छ। गधा झै लादिन परोस् वा गाई झै दुहिन परोस्, कुकुर झै दैलो ढुक्न परोस् वा लाटो कोसेरो झै रातभरि जागराम बस्नु परोस्। एनकेन प्रकारेण भुडी पूजा गर्न सकिएन भने घरबार सब पुरा पारेकी रानी पोखरी ताक्नुपर्छ कि डाँडो काट्नुपर्छ। आखिर सत्य कुरो यही हो। एनकेन प्रकारेण उदर परिपूर्यत सबैले थाहा पाएकै छन्। यही भुडी पूजाका लागि हाम्रा कयौँ पुर्खाले परचक्रीको दैलो कुरे, हुक्काको नलीदेखि बन्दुकको नालीसम्म बोके। अझै कयौँ बुढिया र दुलही नानीहरू भुडीको पूजा सामान खोज्न निस्केका आफ्नो छोरा र दुलहाहरूको प्रतीक्षामा आँखा तान्दैछन्। त्यसैले त भनेको प्रत्येक प्राणीमा भुडी देवताको अंश हुन्छ। अर्को शब्दमा प्रत्येक भुडी मिलेर देश वा समाजको विशाल भुडी बन्छ र विशाल पनि जुड्दा भुडीको विराट रूप बोध हुन्छ। उस्तै र उत्रै भए पनि प्रत्येक भुडीको बेग्लै आयतन हुन्छ र नैवेद्य ग्रहणका तरिकाहरू विभिन्न किसिमका हुन्छन्। यस दृष्टिले हेर्ने हो भने भुडीलाई मुख्यतः 4 भागमा वर्गीकरण गर्न सकिन्छ। तीमध्ये पहिला छ हाँडी घोप्टे भुडी। सकेसम्म अरू साराको भाग आफ्नै भुडीभित्र घोप्टाएर दुनियाँमा भुडीवादको सिद्धान्त लागू गर्न हाँडी घोप्टे भुडी सधैँ हाँडी जस्तै मुख बाहिरहेको हुन्छ। कर्म न कुकर्म, शर्म न बेशर्म, धर्म न अधर्म, कुनै कुराको छ्यान विचार नगर्ने हुनाले नैवेदका ठुला स्रोतहरू हाँडी घोप्टे भुडीकै सामु घोप्टिन पुगेका छन्। दोस्रो छ घ्याम्पे भुडी, जो हाँडी घोप्टे भुडी भन्दा अलि सानो भए पनि स्वभावमा भने प्राय उस्तै हुन्छ। तेस्रो हो टाकानटुकुन भुडी, जसलाई नैवेद्य जुटाउन सत्रतिर दारा निचाइ टाकानटुकुन नगरी हुँदैन। यिनको अतिरिक्त अर्को छ ठण्डाराम भुडी, जो प्राय खोक्रै रहन्छ। हाँडी घोप्टे र घ्याम्पे भुडीले खङ्गारेका यी ठण्डाराम भुडीहरू यहाँ मात्र होइन, पृथ्वीको भुडीभरि ठाउँ न ठहर, ढोका न डहर भई भकुण्डी रहेका छन्। कति वानरको फौजै धपाइन्छन् भने कति भेडाका भाउमा खरिदिन्छन् पनि। भुडी नैवेदको लोभले भुडीवालका जुनसुकै शर्तमाथि नाकको टुप्पोमा कालो दलेर ल्याप्चे सही गर्नुपर्दा कति टाकानटुकुन भुडीहरूले हाँडी घोप्टे भुडी झै हाउडे भुडीमा पस्न परेथ्यो। यी कथाहरू सम्झिन सक्ना छन्। एसिया अफ्रिकाका कयौँ टाकानटुकुन भुडीहरूले अझै पश्चिम फर्केर भवविद गहुमे देही भनी प्रार्थना गर्न छुटेका छैन। सबलाई थाहा छ 20औं शताब्दीको विराट भुडीले सुर्साको मुख बनाएको छ। मान्छे हनुमान झै आकाश पाताल चाहारेर कति नै ठुलो आङ फुलाओस्, भुडीको बढ्दो यातनाको अनुपातमा उसको शक्ति सामर्थ्य हात्तीको मुखमा जारी हुन्छ। कसलाई थाहा छैन र भुडीकै लागि समुद्र तरेका भारतीयहरू भुडीकै भाग नपुगी लङ्काबाट लर्काइँदै छन् भने भुडीकै पिरलोले जुगदेखि ब्रह्माको मुलुक पसेका नेपालीहरू भुडीकै समस्याले बर्माबाट फर्काइँदै छन्। भुडी पूजाका लागि मान्छेले के सोच्यो के सोचेन, के गर्यो के गरेन बयान गरी साध्य छैन। सुरुमा काँचो तरुल र भ्याकुरले भुडी पूजा गर्ने मान्छेले आज पृथ्वीको कुनै छेउलाई बाँझो रहन नदी हल्लो चलाई नैवेद्य फैलायो। तर एकले अर्काको अस्तित्व आवश्यक नठान्दा भुडी भुकारा भुकुर गर्न थाले। बलियो भुडी घ्याम्पे भए, घ्याम्पा जुधे, कोही हाँडी घोप्टे हुन पुगे त धेरै जसो ठण्डाराम भई भकुण्डिए। आखिर अरबौं ठण्डाराम भुडीहरूले रुन्चे स्वरमा चिच्याउनु पर्यो, भुडी पूजा हुन्छ भने सबैको हुनुपर्छ। फलस्वरूप मार्क्सले भुडी पूजाको समान पद्धति सोचे। भुडीवालहरूले उनलाई उडाए, तर आखिर कतिपय देशका ठण्डाराम भुडीहरूको ध्यान यता नगई छोडेन। यसै गरी करोडौं ठण्डाराम हाँडीहरूले भारतमा सर्वोदयको सपना देखे भने लाखौं ठण्डाराम हाँडीहरूको उचित पूजाका लागि नेपालले भूमि सुधारको योजना लागू गर्न परिरहेछ। तैपनि हाँडी घोप्टे र घ्याम्पे हाँडीहरू ङ्यार गनगर गरी
भर्सेलीबाट भाग्नु परेका बिराला झैँ नाक बजाउँदैछन्। तर नैवेदको जोरजामका लागि कसिएका 49% बुढीहरूको माझमा निहुँ खोज्न लागे भने उनीहरूको जुगानदेखि टन्किएको बुढीले मादल र दमाहा झैँ बज्नुपर्ने कुरा स्वतः सिद्ध भइसकेको छ। कुराको जरो यही हो, मैले यो बुढी पुराण पनि बुढी देवीकै उपासनाका लागि लेखेको हुँ। जुन दिन भूमि सुधारको महामेला सकिएर खोजे जस्तै गरी सबैले बुढी पूजाको सौभाग्य पाउलान्, त्यसै दिन व्यास बाजेका 18 पुराणमा 19औं महापुराणको रूपमा मेरो बुढी पुराण कसो नजोडिएला त। जय बुढी।